छैन Pablo भाइ न्यू ड्रप है अब 3-4 दिनमा Yeah, we're coming back. बिहान वेदर राम्रो छ यता चितवनमा लाइट साइड छैन सबै प्याक भइसक्यो भाइ कसैको त चाबी थाल्नु अर्को माग्नु काढे चाबी साह्रो ठाउँ पनि लुट्ने ठाउँ चाहिँ पाइँदो रहेछ कि म्यान यतै हो दाइ कता हो चितवनतिर गाडीमै चिल हुन्छ चिल्दै आनन्दले रोक्दै 17 अप्रिलमा आउनु पर्यो है एलओडीमा सबजनाले मेरो गेस्ट अपियरेन्स छ उता नवाज दाइको इभेन्ट भइरहेछ सबजनाले वेलकम गर्नु पर्यो दाइलाई देखाउनु पर्यो नि लभ देखाउनु पर्यो नि काठमाडौँ काट्नुको लागि चिप लाग्छ है रस लाग्छ चिप लाग्छ जहिले गए पनि जस्तै मुभमेन्ट भयो भने चिल लाग्छ पोखरा यो पर्पल व्हाट्स अप पर्पल ब्याड बोय Come on, माथि आउ न हैन होला Yes sir. What's up man? के छ मागा हैन होला It's वे all- यार ओ के हो के तिमीले मलाई त्यत्रो लाइभ साइभ केही देखेनौ ए मैले त केही देखिरहेको छैन यार के भनिरहेछ गाउँसँग चित्त दुखेको छ भनेर यत्रो चोटि लाइभमा दुई चोटि भनिसके त्यही त मैले त्यस्तो चित्तै दुखा छैन मैले अनि तिमीले के भनिरहेछ त्यही त के छ यो यार भेट्नु पर्यो नि त टाइम मिलाएर ओइ ठिक छ त्यही अहिले बिजी भइरहेछ त्यही म एकचोटि भेटेरै कुरा गर्छु सोचिरहेको थिएँ एकचोटि भेटेर कुरा गरौँ न त्यही त कहाँ हो तिमी चितवनमा हो म त चितवनमा हैन घरमा यहीँ काठमाडौँ हो ए ल यसो क्लब हान न यसो भेट्नु पर्छ ल यसो पर्सनलमा मलाई मेसेज गर्छु तिमीलाई भेटौँ न मिलाएर है फिचर रनमा हिँडिरहेको छु कि यस्तो अभि त्यही त तिमीलाई पनि यस्तो अब यहाँ सुन न तिमीले पनि अब हुन्छ नि त मलाई आएर चाहिँ ब्रो यस्तो मलाई नराम्रो लागिरहेछ भनेर पर्सनली तिमीले भने अलग कुरा हुन्छ कि होइन एकदम ठिक कुरा हो हुन्छ नि लाइभमा आएर के यताउता होइन मलाई पनि नराम्रो लाग्यो चित्त दुख्यो भन्नु मात्र हो नि त बुझेन हल्का अब यस्तो कि तिमीलाई भन्न अलिकति अप्ठ्यारो भयो कि अब यो इगो भन्ने कुरा एकदमै फक्टअप छ क्या राजा बुझेन
इगो त्यही त भन्ने अब कुराले मुझे सब डुबाउँछ क्या राजा बुझेन अब त्यही म त पनि अब एकछिन सबै त्यस्तै यहाँ सुन न ग्याङ सबको इगो छ के सबको आफ्नो सेल्फ अँ रेस्पेक्ट छ म सबको पनि हुन्छ मुझे नि त मान्छे सबको नै हो आफ्नो नि त ठाउँमा राजा छ त्यही अलिअलि त त भइहाल्छ नि त्यही त भइहाल्छ तर पर्सनल्ली आएर चाहिँ तिमीले मलाई भन्नुपर्ने ठिक हुन्छ नि ठिक त कुरा इन्स्टाग्राम या एकदम ठिक के हो के हुन्छ नि त कल गरेर कुरा एकदम ठिक हो यसो यसो छ यार ब्रो यसो यसो त्यही चित्त भएर चाहिँ यहाँ दुखिरहेछ आएको नि तिमीले हेर न मैले पछाडि भन्नेवाला मान्छे होइन नि तिमीले मलाई चिन्छौ नि म त्यही ए भएर यहाँ आएको हो कि झट्ट देखिहालेँ बिजी बिजी थिएँ कसम त्यही पनि त्यस्तो सिरियसली सिट पनि होइन तिमी बुझ न तिमीलाई थाहा छैछ नि भेटेपछि मुझे कतिको माया हुन्छ भन्ने कुरा हो नि त ठिक छ केही भएन ठिक छ आऊ न एलओडीमा आऊ न 17 अप्रिलमा ल म नवाज राई हेर्छु नि नवाज दाईलाई पनि भेट्नु पर्ने छ भोलि भेटौँ भन्दै थियो दाइले ए बरु भोलि भेट्दा न त सँगै भेटौँ न टाइम छ भने हुन्छ म मिल्छ भने आउँछु यसो ल बसेर भोलि कुरा आउँ गर्नु त मिल्छ भने नवाज दाई तिमी हामी बसौँ गर न न त म्युजिक दामी भइरहेछ लामो म्युजिक स्युजिक दामी भइरहेछ म्युजिक गर न अब चाहिँ दामी हुनु लाग्छ यार राजा यो त्यही अगाडिको त त एकछिन जस्ट जोक सोक टाइप टिजर टाइप हो कि अब चाहिँ दामी नै आउनु लाग्छ राजा त्यही म त सुनाउँछु नि आएर क्रेजी त्यही क्रेजी त छ अब त्यही त तिमीलाई तिमीलाई नेक्स्ट टप एउटा तिमीलाई सुन्ने अडियन्स पनि छ तिमीलाई सुन्ने अडियन्स छ आफ्नो अडियन्सलाई चाहिँ के चाहिरहेछ त्यो चाहिँ पुरा गर न टक्क ढुक्क हुन्छ राजा नि यिनीहरूलाई यही त चाहिरहेको हो नि लबडा र झगडा यिनीहरूलाई चाहिएको कुरा दिन थाल्यो भने त राजा म डुब्छु बिहान कि डुट यिनीहरूले त मलाई म्याचिङ डेढ हनाइदिन्छ डेढ यिनीहरूको बस भयो भने त जा पर्पल सबसँग लबडा गर भन्छ यिनीहरूले माझी यस्तो साइको बनाइदिने कि राजा अब भनौँ न मलाई मेसेजमा होइन म नोर्जा बोलेको हो भनेर म्याचिङ मेसेज आइदिन्छ के वाइल्ड साइको मेसेज के अब मलाई थाहा छ कि त्यो बोलेको होइन भनेर ठिक छ मलाई तर मुझे म अब उल्काउनलाई के ब्रो यहाँ सुन न त्यो दायाँ बायाँ मलाई केही मतलब भएन होइन त्यही हो अब तिमीले मलाई चाहिँ भन्नै मन थियो होइन तिमीले अब त्यो लाइभमा आएर यताउता दायाँ बायाँ भन्नु होइन मलाई त नपर्ने सिरियसली होइन चित्त दुखेर हो क्या राजा हेर ठिक छ तिमीले मलाई अब एक बोलीमा हामीले मलाई म तिमीसँग यस्तो कहाँ हो यहाँ गएको सुन थिएँ याद न छ तिमीलाई त्यति बेला पनि हुन्छ नि त केटाहरूले नै मलाई हुन्छ नि त ग्वालाले मलाई ल फिचर गरौँ न त भनेर ग्वालाले भनेको हो कि मैले आएर हुन्छ नि त म फिचर गर्छु तिमीहरूसँग भन्ने खालको कुरा पनि भएको होइन त्यति बेला होइन तर ठिक छ मलाई थाहा हामीहरू थिएन कि साथी त्यो सुन न कुरा मलाई थाहा थिएन ग्वालाले सुन भने न भनेर सुन न अब त्यति बेला पनि हुन्छ नि अब ल गरौँ न त्यति बेला अब तिमीहरू राख्छ कि गीत म राखौँ भनेर पनि मैले सोधेको हो तिमीहरूले तिम्रोबाट राख न अडियन्स धेरै छ होइन तिम्रो होइन तिम्रो यस्तो अडियन्स तिम्रो धेरै थियो छ अब त्यति बेला म त सकेसम्म राजा सुरुमा फर्स्ट चोटिमा ए फाइदा खान खोज्दिनँ के झोलाको नि फर्स्ट चोटिमा यस्तो मैले उसको यस्तो च्यानलमा हाल्न दिएको हो होइन अँ, मलाई फाइदा चाहिँदैन कि राजा जस्ट एज एन आर्टिस्ट तिमी यस्तो हो आइपुगेको थियौ तिमी राम्रो आर्टिस्ट हो त्यसैले मैले अँ, होइन तिमी उता थियौ न्यू स्कुल र ओल्ड स्कुललाई अलिकति मिसाऊँ भनेर मैले तिमीसँग प्रोजेक्ट गराए हो तिमीले अँ, भन्ने बित्तिकै बिहान उठेर कस्तो रातभरि बसेर मलाई हामीले पेप्सी कोलामा बसेर वाइल्डै मेहनत गरेर बनाएको गीत हो नि त त्यही यतापट्टि त भिडियो खिच्नलाई पनि वाइल्ड रातभरि हामी ठिक बसेर छ एडिट गराए हो त्यो होल पनि गीत त्यही म पनि त्यही भनिरहेको कि अनि अब मैले तिमीलाई हुन्छ नि त अब अनि मैले फोकटको तिमीलाई मलाई फोकट यहाँ गल्ती सुन न ग्याङ यहाँ सुन न फोकटको कन्ट्रोभर्सी भइरहेछ कि यत्तिकै हावा कुराहरू भइरहेछ कि होइन त्यो चाहिँ अलि अलि साइकै लाग्यो होइन ग्याङ तर ठिक छ अल लभ होइन म्यान के हुन्छ नि यस्तो के त्यस्तो राजा तिमीसँग त मेन कुरा तिमीसँग त मेरो केही पनि छैन त्यसै लाइफमा मैले तिमीलाई तिमीसँग चाहिँ चित्त दुखाए हो भनेको होइन यस्तो हो कि राजा मैले तिमीलाई गल्ती भन्ने गीतमा फिचर गर भन्दाखेरि तिमीले गरेन नि त अब त्यति बेला त मलाई यसो चित्त ब्रो दुखेको हो कि यहाँ सुन न फिचर गर्नलाई गीत मन पनि पर्नु पर्यो नि त ग्याङ होइन अब तिमीले तर अब मैले चाहिँ दामी त्यस्तो गीत सोचेको थिइनँ पठायो कि भने चाहिँ मैले तिमीसँग गर्ने बेलामा मलाई गीत मन नपरे पनि गर्थेँ क्या राजा मैले चाहिँ त्यस्तोवाला सोचेको थिएँ कि जस्ट मलाई मेरो अँ साथीले माग्यो मैले साथीलाई गीत दिएँ भन्ने कुरा थियो कि राजा अब तिमीलाई मन तर पर्ने मन नपर्ने भइदिएर नै मलाई चित्त दुखायो हो कि मैले त केही कुरा गरेको थिइनँ नि त राजा तिम्रो गीत तिमीले जस्तो गाए पनि ओके छ हामी साथी हो होइन म त जेमा नि चढिदिन्छु भनेर रेडी भयो नि त अनि त्यही त मलाई त्यो अब तिमीहरूले अब गीतको कसरी एकदम लिन्छ भ्याल्यु थियो कि होइन राजा अब म त्यो चाहिँ गीतले चाहिँ म भ्युज चाहिँ कसरी हान्नुहोस् त्यही त अब भ्युज डोन्ट मैले म्याटर के हेल्प ब्रो मागे हुन्छ हो नि कि राजा बुझेन भ्युज मलाई म्याटर अलिकति भ्युज गर्दै चाहिरहेको छ राजा अँ, तिमी कोल्याब हानिदेऊ मेरो गीत अलिकति माथि पुग्छ भन्ने कुरा गरे हो अब ए, त्यति बेला नाइ भने जस्तो चित्त दुख्दैन त राजा मेरो ठाउँमा बसेर हेर न तिमीलाई मैले पनि चित्त दामी दुख्छ के गरौँ न भन्न खोजे हो त्यति बेला होइन तर ठिक छ यार हो अब जे भयो भयो छोडिदिउँ न अब यो कन्ट्रोभर्सी धेरै भइरहेको थियो त्यही पुरानो भएर कुरा यस्तो त्यही गीतमा भने के राजा पर्पलको के त्यही भने भनाइ म छ त मुझे भनेर म यसो सक्दिनँ क्या राजा सबैसँग जुधेर बस्न कहाँ सकिन्छ क्या राजा यार मिल्न पनि पर्यो त्यही नि त त मलाई पनि त्यही चाहिन्छ दुई क्या मान्छेहरू बुझेन त्यही त अप्सहरू धेरै यो छ थिङ म्यान हुन्छ नि अब सबैजना म्युजिक नै गरिरह हो होइन सबैजनालाई हुन्छ नि त चाहिने मान्छेहरू नै हो सबजना म्युजिक गरिरहेछ नेपाली हिपहपलाई मैले उठाउन खोजिरहेको छ त्यो राम्रो कुरा पनि हो होइन अब हुन्छ नि त अब यसो कन्ट्रोभर्सीहरू भन्दा पनि यसो म्युजिक गरेर चाहिँ गर्नु पर्यो क्या त्यही हो त्यो मेन कुरा चाहिँ त्यो हो अनि ठिकै छ कि राजा अब मेरो चाहिँ क्यारेक्टरै यस्तै भएको भएर यस्तो देखिया हो कि
अब मैले फेक गरेर कन्ट्रोभर्सी गरे होइन कि राजा मलाई पर्सनल्ली चोट लागेपछि म गएर लाइभमा बोलिदिन्छु कि त्यस्तै अलि म बोल्ने खालकै मान्छे हो कि म आफूलाई एक्सप्रेस गर्ने खालको मान्छे हो कि एक्सप्रेसिभ मान्छे छु कहिले काहीँ हुन्छ राजा यस्तो केही छैन म ब्याकअप गर्न नि रेडी छु राजा कसैको चित्त हुन्छ नि कसैलाई चित्त दुख्दाखेरि म थाप्न पनि रेडी छु कि राजा Yeah. कसैलाई ताक्न रेडी छु भने म थाप्न पनि अभियसली रेडी छु कि मेरो गल्ती छ भने म झुक्न नि रेडी छु कि राजा त्यही त सब त्यस्तै हो नि साथी सबजना त्यस्तै छ सबजना हुन्छ नि आफ्नो कसले कसले यत्तिकै न्यु खोज्न आउँछ त सबजना त्यही हुन्छ नि त त आफ्नो लाइफमा बिजी छ सबजना काम गरिरहेछ होइन सबको राम्रो होस् त्यही हो ग्याङ होइन अब हामी निस्किन लाग्यो